नमस्कार, हजुरको यो गर्दनको नसा च्यापिएर हात दुख्ने झमझमाउने समस्या छ भने यो दुईटा व्यायाम सिकाउँछु, हेर्नु होला। मानव हजुरको देब्रे साइडको चाहिँ समस्या छ भने दुईटै हात यसरी स्ट्रेट गर्नुस्, देब्रे कुमलाई हल्का तलतिर पुश गर्नुस्, त्यसपछि एल्बोलाई बेन्ड गरेर दायाँ साइडको एल्बोलाई यसरी समात्नुस्। यसरी यो पोजिसनमा समातिसक्नु भइसकेपछि चिउरालाई हल्का पछाडितिर धकेल्नुस्, चिनलाई टक गर्नुस् र दाहिने कानलाई दाहिने कुमतिर लानुस्। भनेपछि देब्रे साइडको दुखाइ छ भने दाहिने साइडतिर यसरी लानुस्। त्यसपछि केही सेकेन्ड चाहिँ 3 देखि 5 सेकेन्ड चाहिँ होल्ड गर्नुस्। यसरी होल्ड गरिसक्नु भइसकेपछि टाउकोले बिस्तारै यसरी तल हिपतिर यसरी हेर्नुस् र केही सेकेन्ड पछि बिस्तारै टाउकोलाई ब्याक टु यो पोजिसनमा लानुस् र छोड्नुस्। यसलाई चाहिँ 10 पटक गर्नुस्। दिनमा एकचोटि मात्र, एक सेसन मात्र गर्नुस्। दोस्रो चाहिँ चिनलाई चाहिँ यसरी टक गर्नुस् र दुईटै बुढी औँला चिउरोको तल राख्नुस् र चिउरोले तलतिर धकेल्नुस्। हातले मजाले रोक्नुस्। 1 2 3 4 5 होल्ड गर्नुस् र छोड्नुस्। 10 देखि 15 पटक गर्नुस्। यो पिन्च नब्ड हजुरको छ भने मोबाइल चाहिँ यसरी निहुरेर नहेर्नुस्। मोबाइल हेर्दा यसरी स्ट्रेट भएर चाहिँ हेर्नु पर्यो र आफ्नो पोस्चरलाई चाहिँ, गर्दनको पोस्चरलाई चाहिँ मेन्टेन गर्नु पर्यो।